पक्नुहोस् न, भिडियो स्कल गर्ने के को हतार हो। आउनुहोस् हजुरलाई म आज कलिङ बजार परिक्रमा गराउँछु है त। अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला, किनकि मलाई भिडियो बनाउनलाई मोटिभेट हुन्छ। अनि हामी चाहिँ अब कलिङ बजार परिक्रमा गर्नुपर्ने लाग्यौँ है त। यो हो चापाकोट चोक। अब हामी पेट्रोल पम्पतिर जान्छौँ, किनकि मेरो बाइकमा पेट्रोल कम रहेछ। पेट्रोल हाल्छु अनि चाहिँ कलिङ बजार परिक्रमा गराउँछु है त। ल आउनुहोस्, यो हो हाम्रो कलिङको पेट्रोल पम्प। ल अब हामी कलिङ बजार घुम्छौँ है त आज। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनु होला है त। अनि अब हामी आइयो यो रामपुर चापकोट जाने बाटो। यहाँबाट सिधा मासतिर लागेपछि यहाँबाट देब्रे लागियो भने कराङ्गी जाने बाटो। अनि यो चाहिँ निर्मीको लागि जिपहरू रोक्ने ठाउँ। निर्मी जानको लागि जिप रोक्छ यहाँ। अगाडि बढेपछि काठमाडौँ बुटोल पोखरा जानको लागि बस रोकिने ठाउँ, बस स्टेसन भनौँ न। अब हामी चाहिँ राइट लाग्छौँ। राइट लागिसकेपछि स्टार्ट हुन्छ कलिङको ठाडो गल्ली। अब यो चाहिँ बिहानको समय भएको भएर होला अलिक सुनसान छ, नभए चाहिँ यहाँ चाहिँ भिडभाड हुने गर्छ है त। अब हामी जान्छौँ लेफ्ट, सिधै मासतिर जान्छौँ हामी, ठाडो गल्लीतिर लाग्छौँ है त। ल बजार आज सुनसान जस्तो छ। यो बिहानको समय भएर यहाँ चाहिँ चहलपहल हुन्छ। अगाडि बढ्छौँ हामी अब। यता लेफ्ट गयो भने भानु स्कुल गइन्छ भने, अगाडि गयो भने यो अझै प्रख्यात चाहिँ हाम्रो दुर्गा डक्टरको फार्मेसी भनेर चिन्नुहुन्छ होला हजुरहरूले। अब हामी चाहिँ जान्छौँ आज मासतिर बहुमुखी क्याम्पसतिर जान्छौँ है त। अब हामी आज चाहिँ आजको यात्रा भनेको बहुमुखी क्याम्पससम्म हुनेछ। यो चाहिँ भानुको चाहिँ नयाँ भवन भनौँ न यसलाई, भानु स्कुलको नयाँ भवन कटेसँगै अब फेरि हामी सिधा मासतिर जान्छौँ। माथि गइसकेपछि आजको हाम्रो यात्रा भनेको बहुमुखी क्याम्पस जाने बाटोसम्म मात्रै हुन्छ है। अब एकछिनमै बहुमुखी क्याम्पस आइपुग्छ। ल फाइनल्ली हामी बहुमुखी क्याम्पस जाने बाटोमा आइयो।